के साह्रो उफ्रेको माछा हेर्नु त आमामा कति उफ्रेको माछा होइन आज के हो माछा दह्रो उफ्रेको छ त के हो यो ढोँडे हो हैट यो ढोँडेलाई निकाल्दिउँ कि खाइदिउँ पकाएर धामन सर्पा चाहिँ खानु मन छ हौ मलाई जिउँदो छ यो मरिहाल्छ नि यो त एकैछिनमा मर्छ यस्तो जालमा परेपछि त के खान छैन आउँदो माछा खाँदा खेदाउँदै आएको थियो होला है उही आफै माछा भइदियो दाँतमा अड्केपछि फेरि यस्तो गाह्रो हुन्छ निकाल्नु दाँतैमा अड्केछ क्या यसलाई त काटेर निकाल्नु डह्रो अल्झिछ है कतिजना परेको उल्टोपट्टि दाँतमा नअड्केको त उताएर सिधै तानेर यसलाई यत्रो मुखमा थोरै अल्झेन राख्ने कुरो हुन्छ यतिकै होइन माछा त परेकै हो नि है हो अब चाहिँ यहाँ चाहिँ परेछ क्या माछा के टेक्नु भयो खस्रो खस्रो टेक्नु भयो यहाँ पनि परेछ है क्या गैँचे धेरै पऱ्यो है सिँगी पनि पऱ्यो मुङ्ग्री हो कस्तो खाले त्यो माछा हो त्यो दाम उठाइहाल्यो भने झुलले है सिद्रा चाहिँ कस्तो मजाले पर्ने है